मरी गया माटी बचिन सम दुखै दुख मरी गया माटी। नेपालमा सबैभन्दा मनपर्ने भनेको एकदमै चाहिँ हृदयदेखि नै टिका दिदी, अनि त्यसपछि चाहिँ राजु परियार दाई। एकैचोटि हुने भयो निर्माया। पैसा लगानी लगाएर चाहिँ म एल्बम निकाल्नुला, मेरो एल्बम चाहिँ उ गरौँला भन्ने त्यस्तो अवस्था छैन। टिका दिदीले चाहिँ भोजा थापा सरले चाहिँ कतैबाट चाहिँ अवसर जुराउनु भयो भने म टिकट काटेर काठमाडौँसँग पुग्ने चाहिँ हजुरहरूसँग पुग्ने चाहिँ प्रयास चाहिँ गर्नेछु। आफूसँग नभएर सरसाबाट गरेर भयो भने म पुग्छु जसरी पनि। टिका दिदीलाई त एकदमै हृदयबाट सम्झेको छु, भोजा थापा दाइलाई पनि एकदमै हृदयबाट सम्झेको छु, राजु परियार दाइलाई पनि एकदमै हृदयबाट सम्झेको छु। यो भिडियो पुग्यो भने एकदमै मलाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। नमस्कार दर्शकवृन्द, तपाईँ हेर्दै हुनुहुन्छ सिकास टेलिभिजन। आज मसँग हुनुहुन्छ विगत लामो समयदेखि भारत प्रवासमा बस्दै आउनुभएका एउटा सुदूरपश्चिम बाजुराका सुरेन्द्र बिसी, जो सरल व्यवहारका धनी पनि हुनुहुन्छ। एउटा गायक बन्ने सपना आर्थिक परिस्थितिले गर्दा परदेशी हुनुभएको छ। उहाँले नेपालका विभिन्न मिडियाहरूमा पनि अन्तर्वार्ता दिएर चाहिँ आफ्नो प्रस्तुति देखाउनका लागि अपिल गर्नुभएको थियो, तर आज एउटा आर्थिक स्थितिले गर्दा नै परदेशमा हुनुहुन्छ। 15 वर्षको उमेरमै भारतमा आउनुभएको रहेछ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ उहाँको जीवनशैली र यो गायक बन्ने जुन साङ्गीतिक क्षेत्रको विषयमा भन्नुभएको छ, यी विभिन्न कुराहरूमा चाहिँ हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। सर्वप्रथम यहाँलाई स्वागत छ। धन्यवाद। बाजुरा कुन ठाउँ हजुरको घर? मेरो बाजुरा चाहिँ लडुङ्ग्रा पुर्खेली घर हो मेरो। अनि म चाहिँ जन्मेको चाहिँ हाम्रो डोटी बुडर जराली गाउँपालिका वार्ड नम्बर 2 मेलखोलामा मेरो जन्म भएको हो। भारत आउन थाल्नुभएको कति भयो? मलाई 15 वर्षको उमेरदेखि म आउन थालेको, 19 वर्ष जति भयो मलाई। कारण? त्यस्तै परिस्थिति त्यस्तै थियो, मेरो बाध्यता थियो अलि त्यस्तै, घरमा त्यस्तै थियो। उब्जनीहरू पनि नहुने, अब खाना पनि नपुग्ने, अब त्यही कारणले गर्दा म परदेशी भएको। घरमा को हुनुहुन्छ नेपाल? बुवा, दाइ, भाउजू अनि मेरो फ्यामिली। खासमा यो गायक बन्ने सपना कहिलेदेखि हजुरको? मलाई गीत गाउन थालेको त लगभग 7 वर्ष जति भयो। गुनगाउन थालेको 7 वर्ष जति भयो। 7 वर्ष भइसकेपछि चाहिँ आजभोलि चाहिँ पहिलाको भन्दा धेरै चाहिँ अब सङ्घर्ष गर्दै गएँ। अहिले फेरि गाउने इच्छा पनि लाग्यो, फेरि स्वरलाई अलि तिखारे पनि। अनि मैले भने ल साङ्गीतिकमा लाग्नुपर्छ भन्ने चाहिँ अहिले 7 वर्ष जति भयो। मैले 2-3वटा मिडियामा चाहिँ धनौडी चाहिँ दिएको, मैले इन्टरभ्यू आफ्नो प्रस्तुतिहरू गरेँ। मैले त्यहाँबाट कुनै पनि अवसर आएन मेरो, नआउँदाखेरि फेरि अहिले म इन्डिया आएको चाहिँ 6 महिना जति भयो मलाई। नेपाल आउने जाने हुन्थ्यो है? नेपाल आउने जाने त्यही अब नेपालबाटै केही मिडियाहरूमा चाहिँ गइसकेपछि केही बाटो पाउँछु कि भनेर चाहिँ म कुरेर बसेको थिएँ। लगभग 3-4 महिना म बसेँ। बस्दाखेरिमा चाहिँ कुनै अवसर पनि आएन। फेरि अब भित्रैबाट कमाएर घरमा खाने, अब उहाँ अब त्यस्तो खेतमा उब्जनी पनि हुँदैन, अब बस्ने भने फेरि अब यता ऋण उता ऋण हुन्छ। त्यो म आइहालेँ, फर्केर आइहालेँ। म अहिलेसम्म कुनै एल्बम गर्नुभएको छ? नै, अहिलेसम्म चाहिँ कुनै एल्बम गरेको छैन। त्यो एल्बम निकाल्ने त अवस्था छैन मेरो। त्यस्तो चाहिँ पैसा लगानी लगाएर अनि भिडियो खेल्ने, एउटा एल्बम निकाल्ने भन्ने त्यस्तो अवस्था छैन। गायक नै बन्नुपर्छ भन्ने इच्छा कसरी पलायो? त्यो मैले 15 वर्षको उमेरमा, रुचि हो हजुरको? रुचि नै हो, एकदम रुचि हो। 15 वर्षको उमेरमा चाहिँ म परदेशी नै हुँदाखेरिमा चाहिँ त्यतिखेरको दुःख पीडाहरू चाहिँ थाहा थियो मलाई। अनि चाहिँ देउडाहरू, सुदूरपश्चिमको देउडाहरू चाहिँ सुन्ने मेरो बानी, सुन्दाखेरिमा लामो घोरसँग सुन्ने। त्यसपछि चाहिँ मैले पनि अलिक गुनगुनाउन थालेँ। गुनगुनाउन थाल्दाखेरिमा चाहिँ गाउँदै बानी बस्यो मेरो पनि। नेपालमा सबैभन्दा धेरै मनपर्ने गायक वा गायिकामध्ये को हुनुहुन्छ? नेपालमा सबैभन्दा मनपर्ने भनेको एकदमै चाहिँ हृदयदेखि नै टिका दिदी, अनि त्यसपछि चाहिँ राजु परियार दाई। दुईजना हुनुहुन्छ? एकदमै उहाँलाई देखेर इन्सपायर हुनुहुन्छ? उहाँलाई देखेर एकदमै इन्सपायर छु। उहाँहरूसँग गीत गाउने अफर आयो भने? एकदमै, त्यो त मेरो भाग्य नसिबको कुरा हो। एकदमै खुसी हुन्थेँ म। नेपालबाट अफर खोजिराख्नु भएको छ? नेपालबाट अफर भन्दा पनि अब
आफू म यता छु नेपाल यो चाहिँ भिडियोमा चाहिँ टिका दिदीले अनि राजु परियार दाइले यदि सुन्नुभयो भने उहाँसँग पुग्यो भने अनि साथै भोरा थापा सरलाई पनि सम्झिन चाहेँ उहाँले पनि यो भिडियो हेर्नु भएको छ भने एकदमै चाहिँ साथ सपोर्ट दिनुहुन्छ भने एकदमै चाहिँ आशा पनि गरेको छु किनकि भोरा थापा दाइले पनि राम्रो काम गर्नुभएको छ यस्ता चाहिँ असहायहरूलाई चाहिँ दुखी गरिबहरूको लागि चाहिँ एकदम भगवान भएर आउनुभएको छ उहाँसँग पनि भेट्ने ठुलो सपना छ मेरो एकदमै ठुलो सपना छ मेरो टिका दिदीलाई त मैले अस्ति भर्खर झल्याक्क देखाएको थिएँ उहाँसँग उहाँलाई पनि अझै चाहिँ 1-1.5 घन्टा बस्ने उहाँसँग पनि मेरो एकदमै धोको छ उहाँसँग मैले कुरा गर्न पाएको छैन कि के हो कस्तो भने आफ्नो चाहिँ आर्थिक अवस्था गर्नु भन्न चाहिँ पाएको छैन मैले नेपालबाट भारत आउँदै गर्दा प्रवासमा हजुरले खेप्नु परेको समस्या मैले नेपालबाट आएको जस्तो कि यहाँ काम गर्नुभयो प्रवासको ठाउँमा काम गर्ने त्यति सजिलो छैन हरेक कुराहरू हामीले चाहिँ खेप्नुपर्ने हुन्छ अबैलेदेखि लिएर सङ्घर्ष गर्नुपर्ने हुन्छ रोजगारदेखि लिएर हरेक कुराहरू गर्नुपर्ने हुन्छ यो विभिन्न बिचमा चाहिँ हजुरले के खेप्नुभयो सर्वप्रथम त 15 वर्षको उमेरमा म आउँदाखेरिमा लगभग मैले 2 वर्ष त मैले एकदमै दुःख पाएँ होटलमा चाहिँ भाँडासाँडा धुने अनि हात पाकेर पनि त्यस्तै हुने अनि पोलिथिन बाँधेर पनि मैले भाँडा धोएँ किनकि मलाई घरको एकदमै ठुलो समस्या थियो घरको एकदमै ठुलो समस्या किनकि यतैबाट मैले पैसा पठाएर चामलहरू किनेर खानुपर्ने त्यस्तो अवस्था थियो त्यतिखेर सम्झ्यो भन्दा आफूमा पनि एकदमै भावुक हुन्छु नेपाल जाने मन छ होला एकदमै नेपाल जाने मन छ अफर आयो भने जान्छु म के छ प्लानिङ अगाडिको प्लानिङ त मेरो अब त्यस्तो त केही पनि छैन मेरो मेन प्लानिङ भनेको मेरो साङ्गीतिक क्षेत्रै हो यसमा चाहिँ सबैले चाहिँ माया गरिदियो भने अनि मेन टिका दिदीले भोरा थापा दाइले राजु परियार दाइले चाहिँ साथ सपोर्ट गरिदिनु भयो भने एकदमै आशा गरेको छु अच्छा तपाईँ आर्थिक अवस्थाले गर्दा नै नेपालबाट भारत आउनु भएको छ एउटा नेपालमा रोजगारी पनि छैन विभिन्न कुराहरू त्यसैमाथि हाम्रो सुदूरपश्चिममा चाहिँ यी विभिन्न कुराहरू झन् बढ्दो क्रममा छ होइन यो प्रवासको ठाउँमा आउँदै गर्दा भारतको ठाउँमा आउँदै गर्दा जो दिनहुँ नेपाली दाजुभाइहरू नेपाल देश छोडेर एउटा विश्वमा गुलाम नबनेको देश नेपाल हो फेरि पनि हामी यो प्रवासको ठाउँमा सङ्घर्ष गर्दै गर्दा अर्काको देशमा सङ्घर्ष गर्दै गर्दा कतिपय ठाउँमा हामीलाई पनि गुलाम हो कि भन्ने खालको महसुस पक्कै पनि हुन्छ खासमा तपाईँको पर्सेप्सन तपाईँको अनुसारमा चाहिँ परदेश जानु रहर कि बाध्यता परदेश जानु भनेको कुनै पनि आफ्नो देश छोडेर परदेशतिर लाग्नु भनेको एउटा रहर होइन बाध्यता मलाई जहाँसम्म मैले बुझेअनुसार चाहिँ बाध्यता नै हो रहर चाहिँ हुनै सक्दैन किनभने घरमा चाहिँ भरिपूर्ण भएको भए चाहिँ आफ्नै नेपालतिर केही गर्न सकिन्थ्यो होला घरमा त्यस्तो आर्थिक अवस्था एकदमै कमजोर छ भनेपछि त्यो परदेशतिर लाग्नु बाध्यता नै हो साउको ऋण लाग्छ साउको ऋण तिर्नै पर्ने नेपालमा भविष्य देख्नु भएको छैन नेपालमा भविष्य छ त्यस्तो छैन भन्ने हुँदैन नेपालमा भविष्य छ तर चाहिँ अब त्यो भविष्य पाउनको लागि सङ्घर्ष गर्नुपर्ने हुन्छ सङ्घर्ष चाहिँ गर्नुपर्छ मान्छेले सङ्घर्ष गरेपछि नेपालमा पनि पाउँछ मजाले अनि अहिले यो भिडियो हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ सर्वप्रथम त दर्शकहरूलाई एकदम हृदयदेखि धन्यवाद भन्न चाहेँ अनि चाहिँ हाम्रो चाहिँ ललिता मालतीजीको युट्युब च्यानललाई पनि लाइक सब्सक्राइब कमेन्टहरू गरिदिनु होला अनि प्लस मलाई जतिले पनि हेर्नु भएको छ दर्शक श्रोताहरूले एकदमै अवसर दिनु होला माया गरिदिनु होला अनि टिका दिदीले पनि हेर्नु भएको छ भने एकदमै सपोर्ट गरिदिनु होला मलाई अनि भोरा थापा दाइले पनि हेर्नु भएको छ भने उहाँलाई पनि हृदयदेखि सम्झेको छु सपोर्ट गरिदिनु होला राजु परियार दाइले पनि सम्झेको छु सपोर्ट गरिदिनु होला हुनसक्छ त्यहाँबाट चाहिँ मलाई बोलाउने हुँदैन धेरै कुरा त म गर्न सक्दैन टिकट काटेर त्यहाँसम्म चाहिँ पुग्न सक्छु त्यति चाहिँ नेपाल काठमाडौँ हजुर पुग्न सक्छु बाँकी त्यहाँ गएर अब कहाँ बस्ने कता खाने त्यो चाहिँ थाहा छैन मलाई तर टिकट काटेर त्यहाँसम्म पुग्न सक्छु काठमाडौँमा हजुर म पुग्न सक्छु काठमाडौँ चाहिँ टिकट काटेर पुग्न सक्छु तपाईँको नसामा गायक बन्ने सपना छ एकदमै ठुलो नसामा चाहिँ गीत गाउने भन्ने म एक न एक दिन चाहिँ अगाडि बढ्छु भन्ने चाहिँ सङ्घर्ष गरिरहेको छु म यता पनि गीत गुनगुनाइ राख्नुहुन्छ है हजुर म गाइरहेको छु समय निकालेर काम गर्दै राति घर फर्किँदै गीत गुनगुनाइ राख्ने आवाज बसाल्दै गर्ने हजुर म साँझ बिहान चाहिँ त्यो काम गर्दाखेरिमा पनि अब सानो चाहिँ आफ्नै धुनमा चाहिँ गीत गाउँदै काम गर्दै पनि गर्छु म गीत सुनेरै जिन्दगी कटाउनु भएको जस्तो छ त्यस्तै हो त्यस्तै छ हाम्रो दर्शक श्रोताहरूको लागि गीत जाओस् केही हुन्छ म देउडा सुनाउँछु पहिला मरि गया माटी बचिन सम
दुखै दुख मरी गया माटी पासोलौं की घाटी मुडी काट्या र जोगी हूँ कि पासोलौं की घाटी पासोलौं की घाटी मुडी काट्या र जोगी हूँ कि पासोलौं की घाटी। हस् त। ओ माई गॉड, सोचे भन्दा पनि राम्रो आवाज रहेछ हजुरको। धन्यवाद। एकदम त्यति त्यस्तो राम्रो अछामीमा अरू कुनै गीत मलाई सुन्न मन लाग्यो है, देउडा गीतहरू। हजुर हस् हुन्छ। हाम्रो चाहिँ आदरणीय परदेशमा आधारित रहेर कुनै गीत छ भने देउडा कि लोकदोरी गाउने? देउडा नै मन पर्यो मलाई त, लोकदोरी पनि सुनाउँ है। आज तेरा बेला किदैछ ए घुम 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 बादल अपिकारोला भोलि कहाँ खानु छ प्यारी मन त तेरी कोला सात पाना बादल का माथि ए घुम 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 बादल अपिकारोला जहाजमा जानु छ प्यारी मन त तेरी कोला जहाजमा जानु छ प्यारी मन त तेरी कोला। हस् त। ओ माई गॉड, अरू कुनै गीत देउडामा? अब एकछिन म लोकदोरी गाउँछु एउटा, राजु परियार दाइको। गए माया लगाना छोपेर लगाना छोपेर यो छातीमा तिखो बारोपेर बाई बाई माया छड्के सलामी एकैचोटि हुने भो निर्माया तिम्रो जन्ती मेरो मलामी लगाना छोपेर लगाना छोपेर यो छातीमा तिखो बारोपेर बाई बाई माया छड्के सलामी एकैचोटि हुने भो निर्माया तिम्रो जन्ती मेरो मलामी एकैचोटि हुने भो निर्माया तिम्रो जन्ती मेरो मलामी। हस् त। त्यतिको कुनै गीत?
टिका दिदीको चाहिँ उहाँको चाहिँ खासै मैले रिहर्सल गर्नुभएको गरेँ रिहर्सल चाहिँ उहाँको चाहिँ गरेको छैन। अरू कुनै गीतहरू सानो तिमीले के भने हिजो के भने हिजो रुँदा रुँदै हो नि रेशम शिरदेखि पाउभिज्यो सुनको पूर्व पर्यो कि सधैँ लेखमा हो नि रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो के भने हिजो के भने हिजो रुँदा रुँदै हो नि रेशम शिरदेखि पाउभिज्यो सुनको पूर्व पर्यो कि सधैँ लेखमा हो नि रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि सधैँ लेखमा हो नि रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि माय गॉड देउडाहरूका कुनै गीत छन् हे छाना सरू खै गई अछामकी तारू गैले हे झलिका मातिर लै गए आफू बै गई म बाउले गई हे झलिका मातिर लै गई आफू बै गई म बाउले गई हे जोज्ञानीलाई भिक्छ मानु चामल मुठी दाल हे मरी जानु ठिक छ झुर झुरै बाँचनु भन्दा हे मरी जानु ठिक छ झुर झुरै बाँचनु भन्दा
थ्याङ्क यू। आवाज सुनेर म भावुक भएँ कि एकदमै अछामको गीतहरू कस्तो दाबी गाउनु भएको तपाईँले त्यो एउटा एकदमै राम्रो लाग्यो, सोचेभन्दा पनि राम्रो आवाज रहेछ हजुरको। फेरि पनि हामी अन्तर्वार्ताको अन्तिमतिर छौँ। जाँदा जाँदै जस्तो भोजराज थापा दाइलाई चाहिँ सम्झिनु भएको छ यहाँले होइन, यदि उहाँसँग भेट्ने अवसर पाइयो भने उहाँले सपोर्ट गर्नुभयो भने म अगाडि बढ्थेँ कि भन्नुभएको छ। उहाँलाई यो भिडियो सन्देशद्वारा चाहिँ के भन्न चाहनुहुन्छ? हाम्रो चाहिँ आदरणीय भोजराज थापा दाइसँग यो मेरो चाहिँ अन्तर्वार्ता पुगिहाल्यो भने दाइलाई धेरै सम्झेको छु, दाइमाथि एकदमै भरोसा गरेको छु मैले। उहाँले चाहिँ एकदमै चाहिँ गरिब दुःखीको लागि एकदमै चाहिँ एकदम चाहिँ भगवान भएर उत्रिनु भएको छ नेपालमा, धेरै राम्रो कामहरू गर्नुभएको छ। त्यस्तै गरेर एकदमै चाहिँ गरिब दुःखीलाई चाहिँ अगाडि बढाउनु भएको छ, मलाई पनि एकदमै खुसी लागेको छ। दाइसँग यो भिडियो पुग्यो भने चाहिँ दाइ मैले पनि चाहिँ भोजराज थापा सरलाई पनि के सम्झिएको छु भने हजुरसँग भेट्ने धेरै ठुलो चाहना छ, मलाई पनि एकदमै ठुलो इच्छा पनि छ। हजुरसँग पुगेपछि म केही न केही बाटो पाउँछु कि भन्ने एउटा आश पनि गरेको छु। प्लस टिका दिदीलाई पनि एकदमै हृदयदेखि नमस्ते गरेको छु। दिदी यो भिडियो चाहिँ पुग्यो भने एकदमै साथ सपोर्ट एकदमै आशा गरेको छु, हजुरले एकदमै माया गरिदिनु होला। त्यसै गरेर हाम्रो चाहिँ ललिता मालतीजीलाई पनि एकदमै धन्यवाद छ। हजुरले मेरो चाहिँ एउटा दुःखी भएको चाहिँ कारणले गर्दा हजुर मेरो इन्टरभ्यू लिन आउनुभएको छ, हजुरलाई धेरै धेरै खुसी लाग्यो, धन्यवाद छ। म एकदमै खुसी भएको छु, किनभने बम्बईमा बसेर हजुरसँग एकदमै ठुलो मेरो इच्छा थियो, त्यो पनि आज सपना थियो पुग्यो। दिदीलाई टिका दिदीलाई त एकदमै हृदयबाट सम्झेको छु, भोजराज थापा दाइलाई पनि एकदमै हृदयबाट सम्झेको छु, राजु परियार दाइलाई पनि एकदमै हृदयबाट सम्झेको छु। यो भिडियो पुग्यो भने एकदमै मलाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। धेरै कुरा नगरिकनै अब धेरै म यो पैसा लगाएर चाहिँ म एल्बम निकाल्नुला, मेरो एल्बम चाहिँ गरौँला भन्ने त्यस्तो अवस्था छैन। टिका दिदीले चाहिँ भोजराज थापा सरले चाहिँ कतैबाट चाहिँ अवसर जुराउनु भयो भने म टिकट काटेर काठमाडौँसँग पुग्ने चाहिँ हजुरहरूसँग पुग्ने चाहिँ प्रयास चाहिँ गर्नेछु। आफूसँग नभएर सरसाबाट गरेर भयो भने म पुग्छु जसरी पनि। थ्याङ्क यू सो मच। यहाँहरू सबैलाई म विशेष अनुरोध गर्दछु, खास गरेर उहाँले दुईजनाको नाम चाहिँ बारम्बार लिइराख्नु भएको छ। टिका सानु दिदी मेरो एकदमै प्यारो दिदी हुनुहुन्छ, हामीले भारतको ठाउँमा 5-7वटा कार्यक्रममा चाहिँ स्टेज पनि सेयर गरेका छौँ, मेरो अभिभावक पनि हुनुहुन्छ। यसै गरी भोजराज थापा दाइ दुईजनाको नाम चाहिँ टिपाउनु भएको छ। यदि यहाँले यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया यहाँहरूले उहाँलाई सकेको सहयोग गरिदिनु होला। आज एउटा आर्थिक स्थितिले गर्दा नै नेपालबाट प्रवास आउनुभयो भारतको ठाउँमा, भारतको यो 40 डिग्री घाममा चाहिँ सङ्घर्ष गर्दै हुनुहुन्छ। यो भारतको भूमिमा बसेर आफ्नै नेपालको माया, आफ्नै अछामको बाजुराको चाहिँ खोला पाखाको माया छ उहाँमा चाहिँ। गायक बन्ने सपना मलाई बारम्बार उहाँले चाहिँ अन्तर्वार्ताको लागि भन्दै हुनुहुन्थ्यो र आज मैले उहाँको यो रिपोर्ट प्रस्तुत गरेकी छु। कृपया सबैजनाले प्रवासको ठाउँमा पनि थुप्रै रेकर्डिङ स्टुडियोहरू छन् नेपाली दाजुभाइहरूले खोलेका, यदि तपाईँहरूले उहाँको आवाज सुन्दै हुनुहुन्छ भने कृपया उहाँलाई चाहिँ सकेको सहयोग गरिदिनु होला। सम्भवतः उहाँलाई चाहिँ एउटा अवसर जुराइदिनु होला भन्न चाहन्छु। फेरि पनि जाँदै जाँदै अन्तिम पटक चाहिँ तपाईँ आफ्ना दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई एकदमै नमस्ते गरेँ। सर्वप्रथम त हाम्रो ललिता मालतीजीको चाहिँ युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्ने अनुरोध पनि गर्दछु। र मेरो गायनी क्षेत्रमा हुँला कुनै ठाउँमा कमी कमजोरी हुनसक्ला, माफ गरिदिनु होला। चाहिँ मलाई एकदमै चाहिँ सिङ्गिङको लागि गायक बन्ने चाहिँ धेरै ठुलो सपना पनि हो। मलाई सपोर्ट माया एकदमै चाहिँ गरिदिनु होला, त्यति नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच।